र त्यो नर मान्छे जीवनमा चिल हुन्छ। एकछिनको लागि मजा भए पनि चुरोट खाने मान्छे पुरा चिल हुन्छ है। त्यसको चिलनेस कब गायब हुन्छ भन्दाखेरि त्यो नरको जीवनमा मादा आइसकेपछि हुने हो। त्यो मादालाई के लाग्छ भन्दाखेरि मेरो जीवनको एउटै लक्ष्य हो, एउटै मिसन हो, एनी हाउ यो बिचराको चुरोट छोडाउनु पर्छ, जसरी भए नि चुरोट छोडाउनु पर्छ। मै त हो उसको लागि लेडी विथ ल्याम्प भनेर हुन्छ कि है। हेर त बिचरा कस्तो चुरोट खाएर कस्तो भइसक्यो, बिचराको होट कालो भइसक्यो भन्छ है। ए नानी, हामी भेटेको 4 महिना भयो, मैले चुरोट खाएको 3 महिना भयो। तिमी 1 वर्ष अगाडि भेटे भए त्यो ल्याम्प लिएर भेटे भए पनि म कालै हुन्थ्यो मेरो चुरोट, मेरो होट। यो चुरोट खाएर होइन क्या, यो बाई डिफल्ट हो है। त्यसपछि उसले धेरै तरिकाहरू अप्नाउँछ कि उसलाई चुरोट छोडाउनु पर्यो, जसरी भए नि चुरोट छोडाउनु पर्यो। सुरुमा इमोसनल ब्ल्याकमेल गर्छ कि, इमोसनल ब्ल्याकमेल। लाइक बेबी 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 एउटा समूह हो, एउटा समूह, यो लेफ्टवाला म राइटवाला चुरोट हो है। तिमीलाई एउटा सुहाउनु पर्छ, प्लिज प्लिज प्लिज। आज लाइक एबी चुरोट त बिचमा हुँदैन र भने म किन एउटा समाउनु के, मलाई दुइटै चाहियो हो। तिमीले चिया पकाएको चियासँग मलाई चुरोट खान मन छ, किन छोड्नु के मैले। केही नलाइसी उसको टर्न सुरु हुन्छ कि, टर्न सुरु हुन्छ है, टर्न सुरु हुन्छ है। के हुन्छ भन्दाखेरि तपाईँले जे कुरा भन्नु बिचमा चुरोट ल्याइहाल्छ है। तपाईँले जे कुरा पनि किन नभन्नु। बेबी टाउको दुख्यो, अझै कहाँ चुरोट, बेबी चाय दुख्यो, अझै कहाँ चुरोट, बेबी निद्रा लागेन यार, अझै कहाँ चुरोट, बेबी यहाँ छियो होइन यार, अझै कहाँ चुरोट। हस् यार एउटा त खाइदिन्छु होइन, हर्नु त टर्नबाट पनि हुँदैन। त्यसपछि उसको इलोजिकल मोटिभेसन सुरु हुन्छ कि, इलोजिकल लजिक केही पनि हुँदैन। मोटिभेसन यस्तो हुन्छ, लजिक केही पनि हुँदैन। लाइक उसको मोटिभेसन सुरु हुन्छ, हेर त ठुल्ठुलो मान्छेहरूले, ठुल्ठुलो नेताहरूले चुरोट खाँदैन नि, बरु पहिला चिया पिन्थ्यो बच्चामा, अहिले चिया खान्छ। आज लाइक बेबी तिमीले जसको रिफरेन्स दिन खोजेको छौ नि, उसको रिलेसन 3 महिना चल्दैछ। हाम्रो रिलेसन कति भयो अरे, 3 महिना पुगिसक्यो। त्यसपछि तै पनि आजभोलि त्यो मान्छेलाई साङ्लाहरू लखेडिरहेको छ, त्यो मान्छे भागिरहेको छ, आफै लुकेर भागिरहेको छ। के इक्जाम्पल हुन्छ। त्यसपछि त्यतिले पनि हुँदैन, लास्टमा हुन्छ अल्टिमेटम। अल्टिमेटम अब यति गतेदेखि तिमीले छोडेन भने मलाई बिर्सी है हुन्छ। अब के गर्नु, छोड्नु त छोड्नै पर्यो होइन। एउटा हातमा चुरोट रह्यो, अनुहार लिएर केटी खोज्नुतिर लाग्यो भने बाटोमा भगवान शिव भेट्नुहुन्छ होला है। केटी भेट्ने त्यस्तै हो, छोड्नु पऱ्यो भनेर अब हस्पिटलमा जानु पऱ्यो हुन्छ। डक्टरकोमा गएँ, डक्टर साहब भएन चुरोट छोड्नु पऱ्यो, के गर्ने भन्छ। उहाँहरूको फेरि सुरुबाट सुरु हुने रहेछ कि, तिम्रो नाम के हो, घर कहाँ हो, उमेर कति भयो, तौल कति भयो, के खायो, के हग्यो, सुरुबाट सुरु हुन्छ है उहाँहरू। सबै भने तपाईँको घरमा कसैले चुरोट खाँदैनन् नि होला भन्छ डक्टरले। खाँदैनन्, मैले बाबुकोबाट चुरोट सिकेको हो, खाँदैनन्। मेरो हजुरआमाले बाबु यो चुरोट लगेर चुलोमा सजाएर ल्याइदिए त भन्दाखेरि, हजुरआमा तपाईँसँग माया पुग्दा त एउटा निप्छ होला, बरु 2टा दिनु न, 2टा लगाइदिनु। खाँदैनन्। एक राति चाहिँ बाउले समाते है, चुरोट खाने बेला ठ्याक्कै बाउ 12 बजी राति उठेर समाते है। त्यो अगाडि पछाडि कुटाइ त पछि हुन्छ होइन। आँखा त पहिला एकछिन जुत्छ है। त्यो आँखा जुत्दाखेरि मैले 2टा कुरा थाहा भएँ। त्यतिखेर बाउको मनमा चलिरहेको, एउटा त तैँले चुरोट खान्छस्, अर्को तैँले मेरैबाट दिएर खान्छस्। बिलिभ मी आई स्वेयर, मैले पहिलोभन्दा दोस्रो कुराको लागि तनाव धेरै थिएँ है बाबुको आँखामा। लाइक उसको प्रपर्टी मैले बेचेर खाइदिएको है। हुन पनि किन नहोस्, त्यो गोटामा जम्मा एउटा चुरोट थियो, त्यो बाउ त्यही खाना उठेर छन्, मैले खकाइदिएको थिएँ। अनि किन नहोस्, रिसायो बाबु। त्यसपछि फेरि मैले एकछिनपछि 2टा कुराहरू चाहिँ थाहा भएँ। अन्तिम भयो।